यो मौरीको मह काट्दै गरेको छ दिन्नी र भर्खरै त्यहाँभित्र बच्चा पनि छ भाइ 100 रुपैयाँको दिनु मलाई बच्चा छ भाइ उता जाऊ टोक्छ 500 दिनु सबै लानु के त्यत्रो लगाएको क्या 100 को दिन न केमा दिनुहुन्छ यो मह चाहिँ गट्टामा हालिदिन्छु डिब्बामा कसरी हो यो मह चाहिँ किलोको 1500 निचारे किचके पारेको त नदिनु नि होइन मह छ के निचारेको छैन यो मह काटेको हेर्दैछु क्या म चाहिँ यहाँ भर्खर मन्दिरबाट आएर यहाँ हेरेको त मह काटेर आएको छ मह चाहिँ यसरी काट्दैछ यो चाहिँ घरेको अरे कत्रो ठुल्ठुलोहरू छ हेरमै राम्रो छ टोको भन्दा त मर्नै हिसाब 1500 रुपियाँ किलो अरे यति मात्रै छ अब छान्ने भन्नु खोजेँ क्या मैले यो राम्रो यो घरेको हो नि होइन यहाँ हेर्नु नि छाड्दिनु यो चाहिँ हो दुई ठाउँमा हालिदिनु नि त आधा किलो यो चाहिँ नदिनु यो चाहिँ दुई ठाउँमा हुन्छ एउटा डब्बा लगाइदिन्छु एकै ठाउँ हालिदिन्छु बरु एउटा चक्लेटको डब्बा ल्याइदिन्छु होइन खासमा चाहिँ दुई ठाउँ लानुपर्ने भयो क्या त्यही भएर मैले दुईटा किनेर ल्याइदिनु डब्बे ल्याइदिनु यो दुई ठाउँ लाने हो क्या यो खान हुन्छ सबै छान्दिन्छु ओरिजिनल भनेर क्या यो चाहिँ के गरे खानु अझै छ भने ल्याउनु यो पनि हालिदिन्छु ल्याउनु सबैमै दिने के गरी खानु यो पैसा त कहाँ थप्दिनँ दिने भए चाहिँ लान्छु ल्याउनु होइन खानु चाहिँ के गरी खाने हो बच्चा छ यहाँभित्र यो बच्चा हो होइन यहाँभित्र बच्चा छ तपाईँ खाने बच्चा नै म त सक्दिनँ नि त बच्चा उता होइन अनि यो चाहिँ के गर्नु भनेको क्या यो म सबै हालिदिनु ए हो ल म पनि अब मह अलिकति किनेर लानुपर्ने भयो लिन्छु लिनको लागि आएको त्यही भनेर मैले पनि लिन आँटेको लिन्छु म सानो छ कि भाइ बौडी सक्दा फेरि दिनु 1500 है ल माहुको चाका सहित मैले लान आँटेको यो चाका सहित मैले किनेर लान आँटेको भर्खरको यो अब अर्कोमा आदि धेरै हुन्छ नि त एउटामा फेरि दुईटामा हालिदिन्छु मलाई घाटा पर्यो नि त है चाका हालेर यति त हुन्छ चाका त अलिकति चाका हालिदिनु त 100 रुपियाँको नि उयो भन्छ चाहिँ किन नानी बच्चाहरू खान्छ न्याक्क हुन्छ मैले मेरो छोरीले उयो गर्छ लु यता आउने भए यताको सामान पोको पार्ने अब यताबाट उता जाँदा उताको सामान पोको पार्ने यहाँ हाम्रो चाहिँ यहाँ तयारी हुँदैछ है खोइ ल्याले अरू के बाँकीहरू छ यो त एकछिन सेलाउनु पर्छ यही हावा छ सेलाउनु पर्छ अब यहाँ ढोकामा बसेर यहाँ बनाउनु पर्यो यो चाहिँ त्यहाँ भेटाएर लिएर आएको ल यो के हो लु भनौँ त चिनौँ त यो के हो इ पशु यो के हो यो लु हेरौँ है लु हेरौँ त यो के हो यसरी म चाहिँ प्याक गर्दैछु सामानहरू यो सबै सामानहरू यहाँ पनि छ यो के होला यो के हो पोका पार्दा हैरान भयो है सामान अल्छी लाग्दो